आज चाहिँ म हजुरलाई बिहानको मेरो वर्क देखाउन गइरहेको छु है, मेरो कामहरू। आज म दादासँग सातो बाटोतर्फ जाँदैछु, त्यहाँ मेरो सानो काम छ। अनि हेर्नुहोस् न, एकदमै वेदर चाहिँ आज चाहिँ भन्नै पर्दैन, एकदमै क्लाउडी छ, पानी पनि पर्न लागे जस्तो छ होइन, एकदमै हेर्न सक्नुहुन्छ। साथै जाम यस्तै होइन। अब सातो बाटो पनि पुगिहाल्यो अनि मलाई चाहिँ मेरो दाइले त्यहीँ छोडेर अनि उहाँको काममा जानुहुन्छ। अनि मेरो काम सके अनि यस्तो हेरेँ, वेदर त एकदमै जाडो छ एकदमै है। अनि त्यहाँदेखि म फेरि अर्को कामतर्फ लागेँ। मैले चाहिँ अब यहाँ भाइकोमा चाहिँ यहाँ फोटोकपी गर्छ मेरो भाइले, अनि एकदमै राम्रो। यहाँ चाहिँ हरेक तपाईँहरूले फोटोकपी गर्नुहुन्छ, फोटो सुट गर्नुहुन्छ भने सबै चाहिँ एकदमै राम्रो क्वालिटीमा हुन्छ होइन भाइ? ल केही भन्नु छ भाइ? फोटो फ्रेमिङ, भिडियो वेडिङको लागि, जेको लागि फोटो फ्रेमिङ, पासपोर्ट साइज जे गर्नु पर्ने नि हामीलाई सम्झिनु भएको हुन्छ। हाम्रो पसलको नाम चाहिँ स्टुडियो सुबतारा, चापागाउँको बाटो, पेट्रोल पम्प अपोजिट भन्छ है। अनि मेरो फोटोकपी अनि लेमिनेसन भइरहेको थियो। अनि वेदर कोल्डसँगै पानी पनि पर्न थाल्यो है, अछुछु जाडोमा झन् जाडो। अनि मेरो लेमिनेसन सकियो। अनि मलाई रसबेरी जेरीहरू एकदम मनपर्छ, अनि मैले त रसबेरी जेरीहरू किनेँ अनि फेरि लागेँ। अनि म अब बसलाई कुर्न थालेँ अनि बस पनि आइसकिसक्यो, महानगर यातायात। अनि त्यहाँदेखि अब गाडीमा लागेँ। अनि मलाई चाहिँ एकदमै यो ट्राभल गर्न चाहिँ मनपर्छ, सानो सानो यात्रा पनि। म चाहिँ एउटा साधारण परिवारबाट बिलोङ गर्ने भएको कारणले गर्दाखेरि चाहिँ एकदमै म सोच्छु है, जुन यात्राबाट स्टार्ट गरेको हाम्रो जिन्दगी चाहिँ हामीले कहिले पनि भुल्नु हुँदैन। अनि हामी अहिले होला बाइकमा, गाडीमा, आफ्नो पर्सनल जुन भेहिकल्सहरूमा हामी हिँड्छौँ होला, तर पनि है यसरी आफ्नो लाइफ चाहिँ कुन सिचुएसनबाट जर्नी स्टार्ट भएको थियो भन्ने कुरालाई चाहिँ हामीले कहिले पनि भुल्नु हुँदैन मलाई लाग्छ। अनि म चाहिँ एकदमै ह्याप्पी हुन्छु है। अनि मलाई छुट्टै आनन्द हुन्छ, परमेश्वरले बनाउनु भएको हरेक चिजहरू चाहिँ एकदमै सुन्दर र असल छन्। जब म गाडीमा चढेँ त्यहाँदेखि चाहिँ पानी पनि छोड्यो कि फेरि पानी पर्न सुरु गर्यो। अब म चाहिँ मेरो भिडियोलाई यतिकैमा राख्दै, थ्याङ्क यू सो मच हजुरहरूले हेरिदिनु भएकोमा, थ्याङ्क यू सो मच। ओके, बाई बाई सबैजनालाई, हेभ अ गुड डे, पोजिटिभ थिङ्किङ, गुड हेल्थ। ओके, thank you so much. Bye bye. Thank you for watching.